ल अब नौरीकोटको मैयाको घरबाट हामी तल झऱ्यौँ है। यहाँ के गर्नु भएको रहेछ, प्लास्टिक ओछ्याउनु भएको रहेछ। नौरीकोटको काजीको घर यहीँ हो भन्थ्यो है। ल अब सिधै तल उसमा मार्फामा गएपछि चाहिँ भ्लग कन्टिन्यू गर्नु पर्ला जस्तो लाग्यो मलाई है। अहिलेलाई बाई बाई। ल हाम्रो कबड्डीको सुटिङ भइरहेको जाने भेट्न के आएपछि भेट्ने खाना खाँदैछ अरे अहिले द्याटमा। आज यहीँ हो अरे सुटिङ, बेलुकासम्म यहीँ हुन्छ अरे। राति भेटौँ। आज के हो घर भाग्यमा सुट हेर्नै लेखाएको रहेछ त। दादा यो एक रोल भन्नु पर्छ क्या। सानो 1 सेकेन्डको रोल भए पनि चल्छ। के हो भ्लग त कडा होला जस्तो त दादा आइभन्नु भन्नु पर्ला। ल अब बेलुका त राई भेटिन्छ होला, यसो भ्लगमा इन्ट्रोड्युस गराइदिउँला होइन। कान्ति बजार कान्ति बजार
छिक छिक ल यो चाहिँ दामी भ्यू छ है अन द वे टु मार्फा कस्तो मजाको मिलेको है ट्याक्क रुखे रुख्छ त्यसपछि केही छैन डाँडा मात्र त्यसपछि हिमाल टक्क हिउँ That's avenues in there. मार्फाको त के हो आमा यस्तो प्याक छ त अब ल वेलकम टु मार्फा भिलेज होइन चेक चेक याकमा फोटो खिच्न पनि पाउँदो रहेछ नि त हो आमामामा के विधि प्याक हो यस्तो
हामी चाहिँ माथि चढ्दैछौँ माथि कबड्डीको सुटिङ भइरहेछ है अब सुटिङमा यसो भेट्न पायो भने दयाङ राई बुद्धि तामाङ दाइहरूलाई भेट्न पाउँछ होला सुटिङ लोकेसन चाहिँ आइपुग्यो उनीहरूको है यही हो अघि तल झर्दाखेरि सोधेको थियो भाइ भेट्न मिल्छ भन्दाखेरि मिलिहाल्छ नि भन्नुभएको थियो जानु भइसक्यो जस्तो छ कि सुटिङ भइरहेको छ डोन्ट नो छिराउ न दयाङ राई भेट्ने होइन भइरहेछ गइदिउँ के भयो ऊ त्यहाँ भइरह होला सोधौँ न त्यहाँ ऊ त्यहाँ कुर्सीहरू छ क्या मान्छेहरू त्यहीँ छ सुटिङ सकिसक्यो हाम्रो कबड्डीको सुटिङ भइरहेको थियो नि यहाँ कबड्डीको सुटिङ भइरहेको थियो होइन सकिसक्यो ए कहाँ हुनुहुन्छ दयाङ राईहरू चाहिँ कता ए अघि आउनुलाई चाहिँ खाना खानु भइरहेछ भन्नुभएको थियो अनि भोलि फेरि आउनुहुन्छ बिहानै आउनुहुन्छ कि बिहानै मर्निङ 5:30 ए हामी त्यही घर साइडमै बसिरहेको क्या अहिले सृजना होटेलमा ए ल हुन्छ दाइ भोलि भेट्नु ए हस् त्यही घरमै हामी बसेको घरमाथि हुन्छ अरे सुटिङ